नेपाली क्रिकेट फ्यानहरूका लागि आजको दिन हाँस्नु न रुनु जस्तो भएको छ। केही खुसीको कुरा पनि रहेको छ भने केही दुःखको कुरा पनि रहेको छ। पहिले कुरा गरौँ खुसीको। नेपाली मेन्स क्रिकेट टोलीले एसियन गेम छनौट अन्तर्गतको आफ्नो पहिलो खेलमा चाइनालाई 221 रनले पराजित गरेको छ, जसमा कुशल भुर्तेलले 6 बलमा 6 छक्का प्रहार गरेर नेपालबाट एकै ओभरमा 6 छक्का प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्। चाइनासँगको खेलमा भुर्तेलले आज शतक पनि बनाएका थिए। पुरुष क्रिकेट टोलीले चाइनासँग शानदार जित दर्ता गर्दै एसियन गेमको नजिक पुग्दै गर्दा महिला क्रिकेट टोलीले भने चाइनासँग डिएलएस मेथडमा हार बेहोरेको छ। यो हारसँगै नेपालको महिला क्रिकेट टोली एसियन गेम्स क्वालिफायरबाट बाहिरिसकेको छ र नेपाल ए को टिमले पनि उत्तराखण्ड गोल्ड कपमा 3 विकेटले गोवाको टोलीसँग पराजित हुँदै फाइनल खेल्ने सम्भावना गुमाइसकेको छ।